हाम्रो रोसी गाउँपालिकाले खिच्न बिर्सेको ठाउँ यो विशेष झ्याङ्लेको जात्रा चाहिँ यहीँ हुने हो। पहिला यो ठाउँमा हो, ठ्याक्क यहाँ हुन्थ्यो। अनि पछि योभन्दा नि अगाडि चाहिँ ऊ तल थियो, त्यो घर देख्यो भन्दा नि अलि यतापट्टि थियो। पछि सर्दै सर्दै माथि डाँडा पुग्यो, डाँडाबाट यहाँ आइपुग्यो। यहाँ आइपुगे पश्चात चाहिँ हाम्रो इतिहास नै खोइ टुङ्ग्यो भनौँ न। त्यो जात्राको महत्त्व, अर्थ, विशेषताहरू सबै टुङ्ग्यो। त्यसको साथसाथै यो ग्राउन्ड खनेपछि चाहिँ झन् यहाँनिर सीता थान थियो। यहाँ देख्न सक्छ है, यहाँ देख्न सक्छ, यहाँनिर सीता थान थियो। अनि त्यहाँ उकालो चढेर टक्क डाँडा एउटा थुम्को थियो, त्यो डाँडामा चाहिँ यो नारायण थान थियो। अहिले यो ग्राउन्डले गरेर माथि सारेको रहेछ, पछि थाहा भयो। अनि यो हाम्रो लाखाङ फ्यापुला गुम्बा पछि स्थापना भएको। अनि त्यो पनि एउटा मिटिङ भवन भनेर बनाउनु भएको, त्यो पछि अपूर्ण र हुन पुग्यो। अहिले नि यो नि अधुरो छ, यो लाखाङ गुम्बा पनि अधुरो छ। सबै भग्नावशेष खतम भइसकेको छ, सिसा झ्याल ढोकाहरू सबै भत्काइसकेको छ। यस्तो छ, यस्तो सुन्दर दृश्य। म चाहिँ यो डाँडातिर कहिलेकाहीँ घाँस, दाउरा, स्याउला, हाल चाहिँ म स्याउला काट्न आएको। स्याउला चाहिँ यस्तो हुन्छ वनमारा, यही डाँडातिर हो। म खाइखेली हुर्केको डाँडा यो। यता यति सुन्दर भ्यू देखिन्थ्यो। आज अब कुहिरोले छेकिहाल्यो, अब बर्खाको सिजन हो। यस्तै हो लेक, यही विशेषताले भरिपूर्ण भएको चाहिँ लेक हाम्रो महाभार लेक। यति आनन्दको हावा आउँछ, शीतल। यस्तो सुन्दर सुन्दर भ्यू। रोसी 12को यो केराबारीको माक्लो केराबारी पर्छ। अब यो तलतिर बिच केराबारी, अनि तलतिर अब देखिरहने रुखहरूले छेकिन्छ। केराबारी भेग चाहिँ ठुलो छ। अनि अस्ति ड्रोनबाट, पालिकाको ड्रोनबाट खिच्न भ्याएको ठाउँ चाहिँ यही हो। तर मेरो क्यामेराले भ्याएन। यो अलि आज मौसम क्लियर पनि छैन। त्यो यो मास्तिर वडा कार्यालय छ, यहाँ माथि चाहिँ घ्याङनाडा छ। घ्याङनाडाहरू देख्न पाइन्थ्यो। यति सुन्दर भ्यू छ हाम्रो रोसी 12 चाहिँ। यो एउटा पर्यटकीय स्थलको रूपमा चिनाउनको लागि हरदम हर प्रयास सबैले जनाले गर्नुपर्छ। एक्लैको प्रयासले पनि हुन्छ, तर अलि समय लाग्ला। तैपनि सबैजनाले, सबै युवाहरू, बुढापाका बाबुबाजेहरूले फेरि पनि पहिलाको झ्याङ्लेको जात्रालाई पुनः सञ्चालन गर्ने हो भनेदेखि सबैजना एकजुट हुनुपर्छ। यो चाहिँ झ्याङ्लेको गाउँहरू। यति सुन्दर डाँडा छ कि स्वर्गमै पुगेको आवास हुने ठाउँ हो यो। त्यसैले यो ठाउँलाई चाहिँ पर्यटक स्थलको रूपमा चिनाउने मेरो पहिलो योजना हो। अब हेरौँ, आफू ठाउँमा नभए पनि एउटा भिडियोको माध्यमबाट सन्देश दिन खोज्दैछु, के कति सम्भव हुन्छ। जनप्रतिनिधिहरूलाई घचघच्याउँदै पनि छु। अब कुनै दिन सुनिएला हामी जस्ताहरूको, युवाहरूको नि आवाज। त्यो आवाजले सुनेको दिन यो डाँडा यति सुन्दर हुनेछ कि जहाँ विश्वभरिबाट घुम्न आउनको लागि पर्यटकहरूको घुइँचो लाग्नेछ, त्यो दिन म कुर्दैछु भन्दै म चाहिँ अब आफ्नै काममा लाग्दैछु। यसो फुर्सदको समयमा घाँस दाउरा पनि गर्नुपर्छ आफ्नो यो डाँडामा भनेर यसो खिच्न आइदिएको। यति सुन्दर छ, कुहिरोले पो छेकेर चारैतिर। हेर्नुहोस् न, देवी देवता बसेको ठाउँमा यस्तै हुँदो रहेछ। जहाँ पनि सबैलाई त्यो भनिरहनु पर्दैन होला। हस्त, धन्यवाद। सबैजनाले माया गरिदिनु, सेयर गरिदिनु, लाइक सब्सक्राइब गरिदिनु। मेरो यो सानो भिडियोले गर्दाखेरि तपाईँहरूलाई सारा संसारलाई पुग्नेछ। धन्यवाद।